त्यसलाई र मबाट चाट दिन लागेका छौँ टी टाइमबाट। भन्नु न भन्नु के भन्न खोजेको नै बसेर मैले यो फोन धेरै माथि राख्छु क्या दाइ हैन गाइस दिस इज बिल्ली Well, hello, good morning guys and welcome back to my another vlog. के छ हजुरहरुको हालखबर सबै सँगै आरामै हुनुहुन्छ होला के हैन। सो एज युजुअल म आज पनि रेडी भएर हिँडिसकेको छु अफिस तर्फ देख्न सक्नुहुन्छ। अब आज भनेको जुम्मा रात भन्छन् यहाँ अब परदेशमा भन्दा नि अब अरब मुलकमा अनि जुम्मा रात भनेको चाहिँ हाम्रो थर्सडेलाई जुम्मा रात भन्छन्। अनि देख्न सक्नुहुन्छ यति गर्मी छ आज यति गर्मी छ गाइस यति गर्मी छ ओएमजी वाओ अमेजिङ गर्मी गाइस अमेजिङ टु मच गर्मी। सो लेट्स गेट स्टार्टेड आजको दिन के कस्तो रहन्छ ओके सी यू गाइस। अहिले चाहिँ म चिया खान मन लाएर बाहिर आएको थिएँ चिया अर्डर गर्न हाम्रो साथीहरूले हेर्दै हेरेनन्। गाइस देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी विश्वदाय र मबाट चाट दिन लागेका छौँ टी टाइमबाट। बोरिङ चलिरहेको छ दिनहरू सुरु भइसकेको छ दिन बट मर्निङदेखि नै बोरिङ चलेछ किनभने कोही कस्टमर छैन। आएर भिडियो एडिटिङ गरेँ हिजोको अब आजको लागि दिउँसोको रेस्ट टाइममा चाहिँ म रेस्ट गर्न पाउँछु त्यही हो खुसी कुरा नौलो कुरा। स्टे ट्युन गाइस के कस्तो रहन्छ हेर्दै गर्नु। भन्नु न भन्नु के भन्न खोजेको चिया पिउन लाउनु भएको छ अब के गर्ने त अब केही पनि छैन गर्नलाई यही चिया पिएको गफ गरेको हाँसेको भिडियो बनाउँदै देखाउने। बाला भाइ हेलो कैसा है गाइस। अहिले चाहिँ म हल्का यताउता गर्दैछु बस्दा बस्दा झ्याउ लाग्यो थकै लाग्यो। यो ब्याक साइड हाम्रो सपको यो स्टेज भयो माथि जाने। गाइस आज चस्मा लिएर आउन बिर्सिसकेको छु मैले सो थ्याङ्क यू। मैले हेर्नै सक्दैन कि घाममा। गाइस मलाई कृष्ण दाइले चस्मा दिनुभएको छ लगाउन देख्न सक्नुहुन्छ गर्मी यस्तो छ मैले झ्याप्प देख्न सक्दैन गर्मीमा। अहिले चाहिँ हामी नास्ता गर्न जाँदैछौँ यो सरिता कालेले गाडी रिभर्स गर्दाखेरि मलाई देखेन। देख्न सक्नुहुन्छ हाम्रो इजगावा सुक यस्तो छ। हाम्रो कृष्ण दाइ पनि हिँडिसक्नु भएको छ गर्मीमा नास्ता खान नास्ता गर्न नास्ता चपाउन सबै पुरै सब ल्याङ्ग्वेजमा भन्ने हो के कस्तो चल्दैछ त हजुरहरूको दिन। मेरो त्यस्तै चल्दैछ गर्मीमा बोरिङ कति छिटो हिँडेको र यार। मैले यो फोन धेरै माथि राख्छु क्या दाइ होइन अनि म र साइडमा हुने मान्छेहरू त इत्रै देखिन्छ नि त भिडियोमा। त्यस्तो गर्छु अनि वाइड एङ्गलमा गर्छु नि त मेरो साइडमा हुने मान्छेहरू त सानो देखिन्छन् सेल्फी स्टिक होइन। अब अर्कोचोटि मेरो भ्युवर्सले सपोर्ट गर्यो भने राम्रो खालको गिम्बल किन्छु नि। खुबुस लिएर जाने छैन ए त्यो 15 दिन पहिलाको खुबुस। बस त्यही हो त है आचो सेम गर्ने नि सिनेमेटिक सर्ट आएको त दाइ भोपाल सर्ट आएको सिनेमेटिक। दाइ के गर्नुभएको छ खपुस किनेको छ खपुस भनेको के हो यो हो रोटी हो ये क्या है लम्बा पात दिखता है बिजुली क्या रे नेपाल का पाठन बहुत करंट लगता है भने जस्तै हो। प्लास्टिक डालो नहीं प्लास्टिक में डालो। भ्लग मेरो तर यहाँ त म त हजुरको पो भ्लग बनाइरहेको छु त दाइ। हजुर कहाँ जानुहुन्छ के गर्नुहुन्छ लाउनु माइक लगाउनु त तपाईँ बोल्नु के भाग्नु गर्मी छ लास्ट गर्मी छ ओएमजी हेर्नु त घाम कस्तो अरे खोइ सुन्ने छैन तपाईँ बोलेको मसँग छ माइक। भोडी ठुलो छ ए देखाइदिउँ भोडी
पर्छ त्यसो गऱ्यो भने त फेरि ठ्याक्कै 9 महिना लाग्छ गर्मी छ खतरा गर्मी छ गाइस हिँड्न पनि यसरी हिँड्नुपर्छ लड्कीलाई अब नक्कल पारेर यसो छाता टाउका हालेर हिँड्नुहुन्थ्यो अब त्यस्तो गर्न मन लाउँदैन लड्की होइन लड्का हो अब के भन्नु दादा हँ? आफ्नो पनि देखाउनु पर्यो नि स्क्रिन ए मेरो ब्लगमा मै त देख्दिनँ यस्तो गरिमै यसरी हिँड्नु परेको छ यस्तै छ तर हामी यति छिटो किन हिँडेको खानै पर्यो गर्मीले गर्दा अत्याएको नि खान्छ यो गर्मी हो भने ढिलो होइन जटिसक्यो रुममा पुग्ने एसीमा चर्लाङ्ग बसेर नास्ता खाने गाइस लम्बु छु मेरो पाइला लामो लामो छ तर र पनि तर मान्छे लम्बो भएर के हेर्नु पाइला छोटो भएपछि गाइस डल्लो छोटो छिटो भन्ने थाहा छ होला नि थोरै खाने मिठो खाने भन्छ नि त्यस्तै गाइस ओके गाइस हामी चाहिँ रुममा आइसक्यो ल अहिले चाहिँ गाइस एउटा ल्यान्ड क्रुजरमा आएको थियो हात निकाल पेपे पर हात उठाएर गयो ए भन्ने हान्दिनु भयो त यार ए भरे टु मच गर्मी हातमा माइक लिएर माइक एकातिर लिएर हिँडेपछि कहाँबाट भोइस आउँछ भाग्यो भगायो हाम्रो कृष्ण दाइले आफू त फुतुक भाग्यो नि फाइनली गाइज नास्ता गरेर भइसकेको छ अब हाम्रो कृष्ण दाइ पनि अब रेडी हुँदै हुनुहुन्छ अब चाहिँ जानु पर्यो क्याम्पतर्फ अब नास्ता गरिसकेपछि काममा जानु पनि पर्यो होइन र गाइज गाह्रो छ गर्मीमा यताउता गर्न पनि गाह्रै छ नास्ता नगरौँ भने भोक लाग्छ नास्ता गरेर जाम भने घामले खान्छ हामीले केही खाना आउँछौँ घामले हामीलाई खान्छ गाह्रो छ सक्नुहुन्छ गाइज गर्मी के गर्मी ओ माई गड आजको भिडियो लामो हुन्छ जस्तो छ बट आई ट्राई माई बेस्ट टु ट्रिम इट ओके अलि सर्टमा देखाउने म कोसिस गर्ने नै छु बट आजको भिडियो चाहिँ एकदम फन भएको छ हेर्नु होला फुल हेरेर इन्जोय गर्नु होला ओके गाइज दिस इज बिल्ली इज सेइङ म्याउ 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 सो गाइज क्या बोलना चाह रहे हो आप भाग्यो गाइज भाग्यो बिरालो भाग्यो बिरालोलाई भगाइयो बिचरा वेल हेलो गाइज देख्न सक्नुहुन्छ अहिले चाहिँ हाम्रो लन्च ब्रेक सुरु भइसकेको छ एन्ड म चाहिँ लाग्दैछु आफ्नो रुमतर्फ एज अलवेज घन्टापुरी घाममा ओ माई गड देख्न सक्नुहुन्छ कति गर्मी छ हाम्रो सन्तोष दाइ थाकेर पसिनै पसिना भएर परदेशी जीवन यस्तै साथीहरू त्यस्तै भनिदिने होइन उफ छालै पोल्यो यार दाइ यार यो घाममा त कालो भइन्छ यार धेरै गोरो त छैनौँ त्यही पनि झन् कालो भइन्छ धेरै कालो भइन्छ यो घाममा चाहिँ एउटा छाता किन्न पर्यो छाता लिएर भ्लग बनाउँदै हिँड्ने ओ साथीहरू गर्मी भयो म अब रुममै गएर रेस्ट गर्छु त्यसपछि साँझको के कस्तो हुन्छ आई विल डेफिनेटली सो यु एभ्रिथिङ च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु ओके सो हेलो गाइज म इभिनिङ सिफ्ट सुरु भइसकेको छ देख्न सक्नुहुन्छ म हिँडिसकेको छु एन्ड अमेजिङ ब्युटिफुल नजारा लाग्यो मलाई अब रोड अनि घर अनि सन ट्याक्क माथि आएको देख्दाखेरि मजा लाग्यो सो सोचे हजुरहरूलाई पनि देखाउँछु भनेर देख्न सक्नुहुन्छ अब चाहिँ म अफिसतिर जाँदैछु ओके सो गाइज अब चाहिँ हामी नास्ता गर्न जाँदैछौँ हाम्रो साथीले लिएको छ चियाहरू हाम्रो लागि भाला भाइ कैसा है भाला भाई को भी वायरल कर देगा गाइज देख्न सक्नुहुन्छ अब चाहिँ छुट्टी भयो अब चाहिँ अब
रुमतिर जान लागेको एन्ड यु अल क्यान सी आज चाहिँ गाडीमा जाउँ भनेर हिँडेको हिँड्दै नजाने आज सबै गाडीमै जाने ओके सो द्याट्स अल फर टुडे गाइज के कस्तो लाग्यो हजुरलाई मेरो कन्टेन्ट प्लिज आफ्नो सल्लाह सुझाव प्रतिक्रिया भनेको दिन नबिर्सनु होला ओके बाँकी मेरो कन्टेन्ट मन परेमा प्लिज 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 लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु So see you on the next vlog. त्यतिन्जेलसम्मको लागि बाई बाई